सो फेरि हामी माछा खान्छौँ एकछिनमा मैले माछाको तपाईँहरूलाई देखाउने छु झोल बासा फ्यामिली है हेर्नु सबैजनाले थाली खोजौ थाली यहाँ परे माछा पाएको छ एकदम माछाको रससँग भात दबाउने है गाई चाहिँ सबैजनाले हेर्नुपर्छ फेरि ल आज पनि गाई चाहिँ माछा फेरि अर्को दिन आजको चाहिँ तसालो रहेछ तसालो उसको नाम के हो क्या खतरा से माछै असालो होइन कि खै भयो यहाँ आज फेरि अर्को दिनको हो है सधैँ एउटै देखाएको छ भने त अब एकै किसिमका माछा हुन्छ नि त एउटै खोलामा तर हामी 4 दिन मार्न आइसक्यौँ यो 4 दिनको सफलता भनौँ न आगो वाला फेरि क्या ओ भाइ साहब ल अरे बाप रे सो काटा है फिर भी जिंदा है फेरि को भीतर हिँड गया यो जुन पुरै जिउँदो हेर न भाग्छ सुन्दैन फेरि को बहुत जल्दी है इधर आ घरकै मानिन्छ होला वो तो कर्ची एक नुन हालेर यसको उफ्रिने लङ गर्दै हाल्न हे तेरो भटे त नुन हाल्नु नबोला त त्यस्तो केही नबोले चार दिन भइसक्यो लगातार कति बनाला मान्छेले भिडियो यो भिडियो चाहिँ सर्टकटमा हाल्छु मैले है हेर्नु पर्यो सबैजना हिजो योभन्दा धेरै थियो मोटा छ नि बुवाको प्लान यो होइन नि बा तर यो ठिक हुन्छ क्या बा बासो हुन्छ नि त टक्क माछा माछा बासो हुनु पऱ्यो नि पानीमा हिजोको जस्तो यो ठुलो मसला त तल भित्र हालेर यो पर माछा उल्लाइ लब पाक्ने कर्म भएको होइन यसमा थोडा पानी हाल्ने यस्तो खानुपर्छ नि भाइ चाहिँ हल्का पानी हाल्नु पकाउने अलिकति उठाउने हो हामी सानो ढुङ्गा भन्दिनँ बा भैया लाने ठुला ढुङ्गा भनेपछि पो घरमा आउने ओ भाइ क्या गजब छ यार गजब माछाको रस अब फाइनलमा पुगिसक्यो है खाने क्रममा एउटाको बन्न यति पर्यो हामी त यति धेरै छौँ खाने मान्छेहरू ट्याक्क छौँ है यता यस्तो छ सो गाई जब माछाको रससँग टक्क भात खाने होइन यति धेरै भात खान्छु अनि यसमा म अझै धेरै थप्छु यस्तो छ बानी चाहिँ ठिक छ अब खाना लाग्यो है त ल अब टक्क माछाको साथमा स्वाद लिउँ है चलिरहेको छ यस्तै जिन्दगी यो पुरा लोग्छौँ हामी चाहिँ यता सबैको अनुहार चाहिँ देखाउँदैन सकिँदैन म चाहिँ विशेष मै हो मैले नै भिडियो हाल्छु मेरै देख्नुहोस् तपाईँहरूले सानो माछा क्या गजब यार अब यस्तो हुन्छ गाई चाहिँ हामी चाहिँ 4 दिन लगातार मारिहाल्यौँ होइन प्रत्येक दिनको भिडियो चाहिँ खिच्न सकिँदैन किनभने खोलामा यस्तो हात कटाउनेको हुन्छ नि त्यो टाइममा चाहिँ भिडियो खिच्नै नमिलेर चाहिँ मैले चाहिँ बनाउनु खोजेको थिएँ सुरुदेखि अन्तिमसम्म अब कहिले कस्तो मार्ने भए पो होइन लगातार आएको दिनदेखि 4 दिन भयो भनेपछि आएको 4 दिन मारिहाल्यौँ नि त त्यही भएर प्रत्येक दिनको कति बेला खिच्ने तपाईँहरूलाई लाग्ला एउटै भिडियो धेरैचोटि हाल्छ होइन कि तर यो फरक दिनको हो क्या त्यस्तै हालिरहेको छु अनि आज चाहिँ त्यस्तै हाले होइन त्यही भएर जतिजनाले हेर्नुहुन्छ सबैजनाले यस्तै भिडियोमा अझै धेरै हालिदिन्छु सबैजनाले माया सक्दो साथ सपोर्ट दिनु होला है त त्यही भन्न चाहन्छु सबैको दिन राम्रो होस् गुड नाइट है अहिले चाहिँ रातिको सबैजनाको फलोस् त्यही हो यस्तै भिडियो माया गर्दै गर्नु टाटा